Hi everyone, good morning. Welcome to my first vlog. मेरो दिनचर्यामा हजुरहरूलाई धेरै धेरै स्वागत छ। हजुरहरूमध्ये म जस्तै सानो सानो साथीहरूलाई चाहिँ ताली बजाउ कतिको मन पर्छ? मलाई चाहिँ लास्टै मन पर्छ। म त उठ्ने बित्तिकै ताली बजाउ नै गर्छु। हजुरहरूलाई चाहिँ मन पर्छ कि मन पर्दैन ताली बजाउ गाना? साथीहरू, अनि ताली बजाउ बाहेक अरू पनि कुनै गानाहरू मन पर्छ भने प्लिज मलाई पनि भन्नु होला कमेन्ट्समा, म पनि सुन्छु है त साथीहरू। यो चाहिँ मेरो स्लिपिङ पोजिसन भन्नुपर्दा मेरो कम्फर्टेबल स्लिपिङ पोजिसन मामुले चाहिँ यो क्याप्चर गर्नुभयो रहेछ। ताली बजाउ सकिसकेपछि म चाहिँ गएँ तल गएर म एकछिन खेल्दा खेल्दै मलाई चाहिँ पटी लाग्यो। पटी लागेपछि मलाई मामुले पटमा बसालिदिनु भयो अनि मैले गरेँ पटी गरेर फ्रेस भएपछि यहाँ चाहिँ हामी दुई भाइ मिलेर बोडीसँग खेल्न लाग्यौँ। हेर्नुहोस् त गाइजहरू, हामीलाई चाहिँ नयाँ नयाँ चिजहरू खेल्न साह्रै मनपर्छ। म चाहिँ यहाँ खेल्दैछु बोडीसँग अनि मेरो भाइले चाहिँ यहाँ बोडीलाई मुखमा हाल्नको लागि कोसिस गर्दैछ। उसलाई चाहिँ फेरि जे कुरा पनि मुखमै हाल्नुपर्छ के साथीहरू? हजुरहरूको बानी छ कि नै मेरो भाइ जस्तै हरेक कुरालाई मुखमा हाल्ने? बोडी खेलेर सकेपछि मेरो भाइ चाहिँ अर्को चकचक गर्न सुरु भयो, टेप निकाल्न, जुन चाहिँ मेरो बाबाले त्यहाँ टाल्नु भएको थियो। अर्कोतिर चाहिँ हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ आफ्नो ठुलो मामुसँग माउजा खेल्दै थिएँ। एकछिन माउजा खेलिसकेपछि चाहिँ म लागेँ नुहाउनतिर। मेरो बाबाले चाहिँ मलाई नुहाउन लाग्नुभयो। यहाँ हेर्न सक्नुहुन्छ मेरो बाबाले मलाई कसरी घुटी घुटी नुहाउँदै हुनुहुन्छ। मेरो प्राइभेट स्विमिङ पुल हेर्नुभयो गाइजहरू, कस्तो छ त? नुहाउने क्रममा मलाई यसरी नै पानीसँग खेल्न चाहिँ साह्रै मनपर्छ। म यस्तै पानीसँग नुहाएँ अनि सफा भएपछि मलाई मामुले लाग्नुभयो मलाई टवेलमा ऱ्याप गरेर। नुहाइसकेपछि अब पालो आयो मसाजको। साथीहरू, हजुरहरूले नुहाइसकेपछि मसाज गर्नुहुन्छ कि नै? दिनमा कतिचोटि मसाज गर्नुहुन्छ नि त साथीहरू? मैले चाहिँ दिनमा 2 टाइम मसाज गर्छु, साँझ र बिहान। मसाज गरिसकेपछि मलाई लाग्यो निन्द्र अनि म बुबु खाएर सुतेँ। हेर्न सक्नुहुन्छ साथीहरू, म सुतेको बेला नै मेरो मामुले चाहिँ मलाई कति बेला रुममा लगिसक्नु भएको रहेछ। रुममा लगेपछि म चाहिँ उठेर चाहिँ म यहाँ हेर्नुहोस् खेलिराखेको छु मेरो फेभरेट डलसँग। यसको नाम चाहिँ डली हो। यो चाहिँ मेरो निशा फुपूले गिफ्ट गर्नुभएको। मलाई चाहिँ यो साह्रै मनपर्छ। डलसँग खेली थाकेपछि म चाहिँ फेरि ताली बजाउ गर्न लागेँ। ताली बजाउ गरेँ। मेरो निन्द्रा चाहिँ अघि नै पुगिसकेको थियो। अब मेरो पालो थियो खेल्ने। घरि यता घरि उता, दायाँ बायाँ। रोमा खेली थाकेपछि हामी भयौँ बोर। त्यसपछि लाग्यौँ घुम्न बुवा र बाबासँग। म र भाइ गयौँ मेरो बाबा र बुवासँग घुम्न। बुवाले चाहिँ मलाई यहाँ बाइकमा बसाल्नुभयो, बाइकमा घुमाउनको लागि। बाइकमा बसेपछि त मेरो एक्साइटमेन्ट लेभल यति हाई भयो कि म त खुसीले हुरुक्कै भएँ। अनि म गएँ घुम्न बाइकमा बसेर। हेर्न सक्नुहुन्छ साथीहरू। अनि मेरो बाबाले चाहिँ भाइलाई लिएर बस्नुभयो अनि गयौँ हामी दुई भाइ बाबा र बुवासँग बाइकमा घुम्न टिटिट गर्दै। घुमेर आएपछि लाग्यो मलाई निन्द्रा अनि म सुतेँ। हस् साथीहरू, आजको लागि यति नै। डु लाइक, सेयर, सब्सक्राइब।